शिक्षा मन्त्रीले के भन्नुभयो? कुनै पनि निजी स्कुलहरूले सरकारी संस्थान स्कुलहरूले भर्ना फीका नाममा फी नलिन भनेर उहाँले आग्रह गर्नुभयो र उहाँले सूचना निकाल्नु। तर आज हेर्नुहोस् त, यो हरेक स्कुलमा के भनेर लगेको छ यहाँ? भर्ना सहयोग। अर्को के भनेर लगेको छ यहाँ? चन्दा सहयोग। अर्को के भनेर लगेको छ यहाँ? इसिसिए एन्ड इसिसिए फी भनेर नाम। अर्को के भनेर लगेको छ? एडभान्स नाम परिवर्तन। अनि अर्को के गरेछ तपाईको यहाँ त यसो एजुकेसनल एक्सटर्नल फी भनेर अरु लगिरहेछ। नाम परिवर्तन गरेर देशभरिका तपाईको विद्यार्थीहरुमाथि मार थपरिरहेका छन्। त्यो भएको हुनाले यो भिडियो यदि शिक्षा मन्त्रीले आज मैले संशोधन भनेको छु, अनुगमन गर्नुस्, कारबाही गर्नुस्, आदेशमाथि आदेश र परमादेशमाथि परमादेश दिने काम बन्द गरेर काम गर्नुस्।